यार अफिसको यति काम बाँकी छ, यसले कति कल गरेर डिस्टर्ब गरिसकेको छ। हजुर के गर्दैछौ मेरो बाबु? अरे यार केही इम्पोर्टेन्ट काम छ भने भन, होइन भने फोन राख के, मलाई यहाँ पिपिटी बुझाउनु छ कि अफिसमा। के रे पखमा आउँदैछ काम छ भने नि तेरो? अरे यार काम त भइहाल्छ नि, मम्मी ड्याडी जहिले बाहिर थोरै जान्छ, म आउँदैछु। कतै जान लाग्यो, कति लगाएर चप्पल छ के रे? अरे यार गर्लफ्रेन्डले भने घरमा एक्लै छ, मम्मी ड्याडी बाहिर जानु भएको छ, त्यही भएर एक्साइटमेन्टमा बिना चप्पलको आयो यार। होस् तर म जान्छु। जानु भयो जान त, माथि नेपालको म्याच सुरु भइरहेको छ, गएँ म त हेर्नलाई। यार आज नेपालको म्याच पो थियो। बेबी सुन न, मेरो त एक्सिडेन्ट भइसक्यो, म त हस्पिटलमा छु, मेरो त खुट्टा बाँच्छ। डक्टर बिस्तारै। बाबु मलाई हेर्न पनि नआऊ, मेरो मम्मी ड्याडी बाहिर छ है। राखे जाम अब क्रिकेट हेर्न। गरेका छन् यहाँ फुलर लिनको बल रहेको थियो ब्याटम्यानको र प्रहार गरे आसिफले। आउटसाइड अफ स्टम्पेरी पनि त्यहाँ समस्यामा देखिन्थे कुशल बुर्तेल, तर भाग्य यो त आसिफको। कुशल बुर्तेल ओभरह्याम गर्नका लागि गए, इनोभेसन यहाँ कुशल बुर्तेलबाट र 6 रनका लागि। अब हेर केटा आऊ, 16 बलमा 17 रन र क्रिजमा छ हाम्रो टाइगर दिपेन्द्र सिंह ऐरी। यसले त छक्का चौका हालेर म्याचलाई जिताइदिन्छ। जित्ने भयो। अब हान्छ छक्का। Pitched outside leg stump. सच पनौती अब धेरै नबोले, पनौती नलानी। लो जोम्बालले हान्ने छक्का, करारा प्रहार, दूरी भी पूरी, 6 की मंजूरी। Oh no! यसले म्याच जिताउँछ आज, सुपर कामीले जिताउँछ। सच पनौती दुनिया में कहीं देखा ही नहीं। He's such a loser, he's such a loser। अरे यार आसिफ भाइ प्लिज आज म्याच जिताउनु पर्छ, नेपाललाई जिताउनु पर्छ। दाइ खाना छ? खाना व्यापार गर्नु छैन भने किन पसल खोलेको? अरे यार खाना छैन के, तपाईँ जानुस्, एक दिन नेपालको लागि भोकै बस्न सक्नुहुन्न। जानु हान्यो चौका। के हो छोरा, यसरी व्यापार चल्छ? तैँले त पसलै बन्द गरेर दिन्छ। बाबा नेपालको म्याच छ नि, नेपाल जित्न लाग्छ। हो र? नेपाल जित्न लाग्छ बाबा, नेपाल। अब हेर्नु न पसल भिडियो ल्यानु। नेपाल। Final summit. Oh my word! That is enormous! A magnificent strike from Sompal Kami. अब 4 बल मार्क्न चाहियो। भगवान म त गए पूजा गर्न, यार केटा जित्छ कि। हे भगवान नेपाललाई जिताइदिनु प्लिज, भगवान प्लिज। Cracks it over extra. 2 required. गुलसन जाने चौका हान्यो। अब 3 बलमा 4 रन बच्छ। आइज खै भगवानले कुरा सुने रहेछ। 3 बलमा 4 रन। 2 लिसके 2 बलमा 2 रन। Oh, cut. अब 1 बलमा 2 रन। Now then. Is he short of his ground? I think he is. Nepal was so close to the summit. यार हान्यो। What is up guys, thanks for watching this video and I hope तपाईँ सबैलाई यो भिडियो मन परेको होला। एन्ड मेरो साथीहरूलाई पनि धेरै धेरै धन्यवाद, स्पेशली बबिन, मितेश, एभ्रीवान जसले मलाई यो भिडियो बनाउनको लागि एकदम धेरै भन्दा धेरै हेल्प गरेको छ। बाँकी आई नो हामीले सुपर 8 को लागि क्वालिफाई गर्न सकेनौँ, बट डोन्ट लुज होप। नेक्स्ट 2026 मा हामीले जसरी भए नि क्वालिफाई पनि गर्नेछौँ र जित्ने पनि छौँ। जय नेपाल।